ए चिकन पो लिएर आइसकेको सबैजनाले खाना खायो अरे भाँडा पनि आइसके पर्खिस न 20 मिनट पर्खिस न त भोकाइछु होला फ्रिजमा मसला पिसेर राखेकै छ म पकाइदिइहाल्छु ल एकैछिन भोलि सबै साथीहरू घुम्न जाने अरे अनि हजुर के बसिन्छ घरमा गइस न हजुर पनि कस्तो कुरा जस्तो म के सोच्छु भनेको यत्रो 1 वर्ष मेहनत गरेर काम गर्छिन्छ अनि साथी घुम्न जाने पनि सोच्नु पर्यो भने के मतलब हो साथी जस्तो चिज त त्यतिकै पाइँदैन त गइसो फ्रेस हुन्छ माइन्ड त्यसै पनि अफिस घर गएर हजुर अक्क भइसक्यो होला गइसो साथीले बर्थडेमा बोलाएर यति बेला 9:15 भइसक्यो त अब सबैजना आएको भए गइसो न फेरि बुढीले कन्ट्रोलमा राख्यो भने जस्तो फेरि जान त गइसक्यो कि तर 9:15 भइसक्यो भर्खर टाइम माग्नु कोसिस गर्छ न घडी चाहिँ हेर्दै गर्नु जान त गइसो न सुन्छ न भोलि हजुरको अफिस आएर लाउने लुगा त्यहाँ झिक्दै राख्दैछु नि माइरन लगाइदिइहाल्छु क्या भोलि फेरि यताउता गर्दा गर्दै भ्याउँदैन के नानीले दिँदैन नि त झिक्दैछु ल आइरन लगाइदिइहाल्छु के भयो खुट्टा दुख दिनभर फिल्डमा हिँड्छिन्छ नि खुट्टा दुखिहाल्छ नि ल्याइछु थिचिदिन्छु भन्दा पनि मान्छे त हल्छ फेरि ल्याइछु खुट्टा मरि हिँडिसिन्छ अनि खुट्टा दुखिहाल्छ नि अर्को खुट्टा दिन्छु त